मेरो आजको कलेजको दिन चाहिँ मेरीगोल्ड दूध उत्पादन केन्द्रबाट सुरु हुन्छ साथीहरू। यो चाहिँ सौरामा छ। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आजको भ्लगमा चाहिँ तपाईहरुलाई म कामी के गर्छौ, कहाँ जान्छौ भनेर देखाउँदैछु, हेर्दै जानु होला। अनि यिनीहरू हुन् मेरो साथीहरू। अनि हामी चाहिँ अहिले लालीगुराँस गाई फार्ममा छौं। अनि यहाँ गाई फार्ममा भेटनेरियन भएपछि दिनदिनै नयाँ फार्महरुमा जानुपर्छ। अनि यो पाटो साथीहरू चिनाउने, यिनी हुन् नेहा दाहास मेरो साथी। अनि त्यसपछि यसको नाम हो सुप्रिया बस्नेत। हाई गाइस, आज चाहिँ हामी त मेरीगोल्ड यसमा के भन्छ हामीले अब तपाईहरुले अर्को हेर्न सक्नुहुन्छ। यो चाहिँ साइलेज रेडी भइसकेको साइलेज हो। यो चाहिँ एक ठाउँबाट अर्को ठाउँमा पठाउनको लागि रेडी भइसकेको छ। गाइस, हामी लालीगुराँस फार्म हेरेर रिटर्न भइसकेको छौं। साथीहरु पछाडी छन्। राघवेन्द्र हेलो। घाम चाहिँ डाइरेक्ट फेसमा परेको छ। यिनी हुन् मेरो भाइ प्रकाश। हेलो भन्देऊ। हेलो। नमस्ते भन्देऊ सबैले। नमस्ते। अनि यिनी चाहिँ एकदम ज्ञानी छन् अनि पढाइमा पनि एकदम राम्रो छन् हैन प्रकाश? गाइस, हाम्रो रिजल्ट आउँदैछ रे, मलाई डर लागिसक्यो। यो बौलाई यो सुप्रिया यसलाई खोज्छु कहाँ हराउँछ? फिटलिक माछा फुत्के जसरी फिटलिस कहाँ फुत्किन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, सजिलो भाषामा यो चाहिँ दुध दिने मेसिन हो। अनि हाम्रो आजको अर्को पाटो छ गड्याउलाको मल हेर्न जाँदैछौँ। गड्याउला चाहिँ कसरी मल बनाइन्छ भनेर हेर्दैछौँ। अनि यो चाहिँ गड्याउलाको मल हो साथीहरू, हेर्नु कस्तो हुने चाहिँ मेरो केही हुँदैन। यो कति खन्ने बेलामा कति भेट्छ मलाई त। अनि यो यहाँको काम गर्ने दाइले चाहिँ हामीलाई गड्याउला मल कसरी बनाउने, गड्याउला चाहिँ कसरी मल उत्पादन गर्न सकिन्छ भन्ने विषयमा थोरै जानकारी दिनुभयो। नजानेको कुराहरू हामीले सोध्यौँ र हामीलाई सिकाउनु भयो र सिक्यौँ। अनि हाम्रो अन्तिम छलफल चाहिँ साना किसान सहकारी संस्थासँग थियो। एकछिन त्यता चाहिँ हामीले केही कुरा जान्यौँ, बुझ्यौँ, सिक्यौँ। र आजको भिडियो अन्तिम चरणमा आइसकेको छ साथीहरू। नि हामी चाहिँ बाहिर नै खाना खाएर फर्कियौँ। बाई बाई। यो पनि हाम्रो प्र्याक्टिकलको एउटा पाटा हो। हामीले चाहिँ गड्याउलाबाट मल कसरी उत्पादन गर्न सक्छौँ भनेर चाहिँ यहाँको काम गर्ने दाइले चाहिँ हामीलाई भनिदिनु भयो। नजानेको कुरा सोध्यौँ, सिक्यौँ र गड्याउला पनि हेरियो, गड्याउलाको मल पनि हेरियो। गड्याउला चाहिँ यस्तो थियो, हामीले निकालेर हेर्यौँ। त्यसपछिको हाम्रो यात्रा चाहिँ साना किसान सहकारी संस्थामा गएर किसानहरूसँग चाहिँ कसरी उहाँहरूले के गरिरहनु भएको छ भन्ने विषयमा एकैछिन छलफल गऱ्यौँ। अनि आज चाहिँ हामी सिमसार जङ्गल रिसोर्टमा खाना खायौँ। बाई बाई।